आजबाट सरकार परिवर्तनको हल्ला अन्त्य भएको एमालेका महासचिव पोखरेलको भनाई। बिन्दा पाण्डेलाई पार्टी जिम्मेवारीमा फर्काउन ओलीले तयार राखे यस्ता शर्त। ओली देउबा भेटपछि मन्त्री परिषद बैठक पनि आजै। नेकपा एमालेका महासचिव शंकर पोखरेल एपी ओली नेतृत्वको सरकार परिवर्तन हुने हल्लाको अन्त्य भएका बताएका छन्। सत्ता साझेदार दल नेपाली कांग्रेसकै महामन्त्रीसदका नेताहरू प्रधानमन्त्री ओली र सरकारको आलोचनामा उत्रिएपछि सरकार परिवर्तनको हल्ला चलेको थियो। त्यसमाथि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालले पनि यस हल्लामा मलजल गरेका थिए। पोखरेलले नयाँ वर्ष सुरु भएसँगै सरकार परिवर्तनको हल्ला पनि अन्त्य भएको बताउँदै अब नीति कार्यक्रम र बजेट तयार पारिएको छलफल जुट्न आग्रह पनि गरेका छन्। नयाँ वर्ष आरम्भसँगै सरकार परिवर्तन हुने हल्ला आजबाट अन्त्य भएको छ। उनले भनेका छन्, अब पुन नीति कार्यक्रम र बजेटको तयारीमा सन्दर्भमा छलफल सहभागी बनौ। बालुवा 4 बैठक देउबाको प्रस्ताव अनुसार गठबन्धन नियुक्त गर्ने ओली आलोचक। बिहान मात्र प्रधानमन्त्री एमाले अध्यक्ष र ओली र कांग्रेस सभापति शेरबहादुर देउबा बीच भेटवार्ता भएको थियो। उनले बहसमा विषयवस्तु पनि प्रस्तुत गरेका छन्। यस्ता छन् उनले प्रस्तुत गरेको बहसको विषयमा स्वास्थ्य क्षेत्रका मुख्य समस्या, स्वास्थ्य पूर्वाधार तथा जनशक्तिको अभाव र असमानता वितरण, स्वास्थ्य बीमा कार्यक्रम र कार्यान्वयनमा गम्भीर समस्या, निरोगी अवस्थाको नेपालको अवधारणा कार्यान्वयनमा चुनौती, स्वास्थ्य क्षेत्रको सुधारका मुख्य विषय, योजना अनुरूप पूर्वाधार विकास र दृष्टिकोण, स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको विकास र सन्तुलित वितरण, ग्रामीण क्षेत्रमा काम गर्ने जनशक्तिलाई विशेष प्रोत्साहन, स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन, यसमा सबै अनुदानलाई बीमा कार्यक्रमसँग जोडेर बीमाको दायराको विस्तार गरी र ज्येष्ठ नागरिकलाई निशुल्क बीमाको सुनिश्चितता, सूचना प्रविधिको प्रयोगद्वारा ग्रामीण क्षेत्रमा टेलिमेडिसिनको विस्तार, निरोगी नेपाल निर्माणका लागि स्वास्थ्य शिक्षा र स्वास्थ्य तिहारको प्रबन्धन। यस सन्दर्भमा तपाईका मौलिक सुझाव भए उल्लेख गर्नुहोस्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विलम्बनता स्थायी कमिटिका सदस्य डाक्टर बिन्दा पाण्डेलाई आलोचनामा समयमा खर्च नछाडेर पार्टीमा सक्रिय हुन बताएका छन्। प्रधानमन्त्री निवास बालुवा 4 मा करिब 40 मिनटको भेटघाटमा क्रममा अध्यक्ष ओलीले डाक्टर पाण्डेलाई जिम्मेवारी दिन तयार रहेको तर त्यसका लागि अनुशासनमा बसेर काम गर्नुपर्ने शर्त राखेका छन्। काठमाडौँको कीर्तिपुरमा एमालेले भाटबटेनी सुपरमार्केटमा सञ्चालक मीन बहादुर गुरुङबाट जग्गादानमा लिएर केन्द्रीय कार्यालय भवन बनाउन लागेपछि गरेको टिप्पणीकरणमा कारण ओलीले पाण्डेलाई 6 महिनाका लागि निलम्बन गरेका थिए। गत पुस 10 गते बसेको सचिवालय बैठकबाट डाक्टर पाण्डे र केन्द्रीय सदस्य उषा किरण तिमेलसेनालाई निलम्बन गरिएको थियो। त्यही बैठकले पूर्व उपाध्यक्ष डाक्टर भीम रावललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकाला गरेका थिए। यसअघि उनीहरूलाई स्पष्टीकरण पनि सोधिएको थियो। एमाले भीम रावल सहित 3 जनाको जिम्मेवारी खोसियो। एमाले भीम रावल सहित 3 जनाको नेताको जिम्मेवारी खोस्यो। सकभर मिलेर जाऊ, पार्टीमा सक्रिय हुनुपर्छ भन्नुभयो, तर उहाँ पाण्डेले स्पष्ट रूपमा मिलिहाल्ने कुरा भएको छैन। बालुवा 4 स्रोतले भन्यो, मिल्ने मिलाउने प्रयास हो, पार्टीले निर्णय गरेर उहाँ सुध्रिनु भयो भन्न सक्छ, तर उहाँले पनि त बाहिर नबोल्ने वा केही न केही सुधारका संकेत देखिनु पर्यो। डाक्टर पाण्डेलाई ओलीले कार्यवाहीका रूपमा उपाध्यक्षहरूले तपाईहरूको बारेमा मिस इन्फर्मेसन गरेको पनि सुनाए, तर कुन उपाध्यक्षबाट के कस्तो गलत सूचना दिए यो भने खुलाउन सकेनन्। त्यसको जवाफमा पाण्डेले भनिन्, त्यसो भए हामीलाई किन त कारबाही मिस इन्फर्मेसन गर्नलाई पनि यो गर्नुपर्छ। यसपछि ओलीले पाण्डेसँगै गुनासो गरे, त्यस्तो नलेख्नु भएको भए हुन्थ्यो, नबोल्नु भएको भए हुन्थ्यो। पाण्डेले मीन बहादुर गुरुङको दानमा पार्टी कार्यालय बनाउन भनेका एमालेका 5 कार्यकर्ताको शिर झुकाउने कार्य भनेर टिप्पणी गरेकी थिइन्। उनले आफ्नो त्यही धारणा अडिग रहेको बताइन्। उनले भनिन्, तपाईहरूको पनि त दान स्वीकार नगर्नु पर्ने भए हुन्थ्यो नि त। गत असोज 25 गते प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले कीर्तिपुर नगरपालिका 2 मन्त्री नगरमा व्यवसायिक मीन बहादुर गुरुङबाट 10 रोपनी 14 आना जग्गा दान प्राप्त भएको एमालेका केन्द्रीय कार्यालयको भवन शिलान्यास गरेका थिए। गुरुङले त्यही भवन पनि बनाइदिने र अर्को वर्षको दशैंमा उद्घाटन हुने गरी तयार गरिदिने घोषणा गरेका थिए। अर्को वर्षको दशैंमा उद्घाटन गर्ने बताएपछि बालुवाटारको भेटका क्रममा पाण्डेले आफ्नो भर्खरै प्रकाशित पुस्तक भुइँ मान्छे पनि प्रधानमन्त्री ओलीलाई उपहार दिएकी थिए।